हेलो गाइस, वेलकम ब्याक टु अदर न्यू भिडियो। हेलो, आज हामी चाहिँ पिकनिक जान आँटेको। सबैले आफ्नो इन्ट्रो। आज हामी चाहिँ के अरे रानीवन जान आँटेको होइन, बिर्जेसको बर्थडे पार्टीको अवसरमा। अनि यहाँ चाहिँ सबैजना यस्तो ब्यागमा के हालेको छ। हामी चाहिँ साइकलमै जान आँटेको, हाम्रो साइकलहरू यता छ होइन। सबै केटाहरू छ, यहाँ छ बिर्जेस, यहाँ छ डाङ्गी, यहाँ छ हेमनारायण, यहाँ छ यमन, यहाँ छ विजय, अनि उता केटाहरू छन्। यहाँ छ सन्दीप, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ अजय र सन्दीप बसिरहेछन्। यता चाहिँ सौरभ र प्रवेश, यता हिमाल कराई रेडी पार्दैछ। अब हामी सबै निस्किन्छौँ। यहाँ मुरैकोबाट हेर्न सक्नुहुन्छ। यहाँ अब यहाँ मासु छ होइन गाइस, हामी मुरै मासु अनि अरू के हुन्छ खाना आँटेको। सो हामी यहाँदेखि निस्किन्छौँ होइन। बर्थडे चाहिँ अस्ति नै थियो, आज चाहिँ मनाउन यतिकै जस्ट इक्जाम सक्यो नि त हाम्रो, त्यही भएर मनाएको। अनि विजय यहाँ आज धेरै ह्यान्डसम भएर आउनु भएको छ। अब बाटोमा भेट्यो है त गाइस। अहिले चाहिँ हामी निस्किसकेका छौँ होइन। केटाहरू पछाडि आउँदैछन् साइकलमा, म चाहिँ पछाडि फर्केर बस्छु ताकि भ्लग बनाउन सक्नु भनेर। मेरो ड्राइभर चाहिँ अझै छ अनि केटाहरू यता आउँदैछन्, हेर्न सक्नुहुन्छ। अलिक छिटो। सो गाइस, हामी चाहिँ अब सिमलबारीबाट जान्छौँ होइन। सिमलबारी हुँदै उता रानीवन छिर्ने हो। अनि अब हेरौँ के हुन्छ गाइस। अब चाहिँ हामी यो पैसा जम्मा गरेर हामी चाहिँ अब पानी किन्न गइरहेछौँ होइन। उनीहरू चाहिँ त्यहाँ बसिरहेछन् नौकिरणको घर अगाडि। अब हामी बजार जाँदैछौँ, सिमलबारी बजार, बिजेरमा पानीको बोतल किन्न। त्यसपछि आउँछौँ है त गाइस। 170 गाइस, हामी चाहिँ अहिले आइसकेका छौँ होइन सामान किनेर। यहाँ डिउ छ, थाल छ, ग्लास छ, अगाडि पानीको बोतल छ होइन, एक क्रेट। अब चाहिँ हामी जाँदैछौँ रानीवनतिर। अनि उतै उनीहरू चाहिँ गइसकेपछि यहीँ पर्खिरहेको छन् होइन, तिनीहरू चाहिँ छन्। अब चाहिँ हामी यहाँदेखि जाने रानीवन, अनि रानीवनमा भेट्ने है त गाइस। गाइस, हामी चाहिँ अहिले भर्खर त्यहाँबाट छिर्यौँ होइन रानीवन। यहाँ एउटा रुख छ क्या ढलेको बाटोको माथि ठ्याक्कै। अनि हामीले चाहिँ के हेऱ्यौँ भन्दाखेरि यो तार हेर्न सक्नुहुन्छ होइन, पोलबाट तार आउँदैछ। तारमा चाहिँ यहाँ चाहिँ रुख अडिएको छ क्या। यस्तो अब रानीवन चाहिँ यसलाई अब अलिक राम्रोसँग हेरचाह गर्नु पऱ्यो नि त होइन, यसको अथोरिटीले पनि। अहिले चाहिँ हामी छिरिसकेका छौँ, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी उता पार्कतिर जाँदैछौँ। अब हाम्रो त्यो ठाउँ खोज्ने, चुलो बनाउने, दाउरा साउरा खोज्ने, त्यसपछि जाने है त गाइस। हेर्दै गर्नु होला, लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। केटाहरू सब अगाडि गइसक्यो, मुरेको बोरा पानी लिएर सब होइन। अब पकाउने, खाने, एकछिन घुम्ने, रमाइलो गर्ने, डान्स गर्ने होइन, सबै देखेर हेर्नुहुनेछ। च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक होइन। थ्याङ्क यू, हेर्दै गर्नु होला। सो गाइस, हामी चाहिँ अहिले रानीवन आइसकेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ। हामी चाहिँ अहिले टावरमा आएको छौँ होइन। उता केटाहरू आउँदैछन् सामानहरू लिएर। प्रवेश फोटोग्राफी चल्दैछ यहाँ सिन चाहिँ राम्रै छ होइन, तर पिकनिक स्पोट नै खोजेको छैनौँ हामीले, कहाँ गर्ने भनेर थाहै छैन। आउँदैछन् केटाहरू। हेलो प्रवेश। हेलो प्रवेशजी, तपाईँको भिडियो खुसीलाई देखाऊँ कि नदेखाऊँ? देखाउनु ल। सो गाइस, हामी चाहिँ यहाँ अहिले स्पोट खोजिसकेको छौँ होइन। यहाँनिर अलिक ठिक देखिँदैछ, अलिक धेरै घाँस पनि छैन होइन। अनि यहाँ स्पट गर्दैछ यसले, मलाई इङ्ग्लिस सिकाउँदैछ यसले। योभन्दा धेरै मार्क्स आउँछ इङ्ग्लिसमा त मेरो। यहाँ खालु खाँदैछन् उता होइन, ढुङ्गा लिएर आउँदैछन् विजय र बिर्जेस। ह्यापी बर्थडे, अझै एकचोटि ह्यापी बर्थडे सबैजना। ह्यापी बर्थडे बिर्जेस।
सो गाइस अब चाहिँ हामी दाउरा खोज्ने यहाँ कराई पनि निकालिसक्यो यहाँ चुरो बनाउने सो गाइस अब चाहिँ हामी रेडी पार्छौँ सामानहरू हेर्दै गर्नु यहाँ गाइस यहाँ चाहिँ दाउरा भाँदैछ नि यहाँ हेर्नु यहाँ झरेको रुख छ एउटा होइन उमेशको पावर हेरौँ अब ल उमेश ल बाज खोइ त अझै भाषा त्यो धेरै बुद्धि भएर त्यहाँ हेर्नु यहाँ पनि उफ्रिँदैछ अनि एउटा चिज उफ्रेको देखिँदैछ दाउरा यहाँ पनि छ हुन त होइन गाइस दाउरा खोज्दैछन् हामी चाहिँ अब उता केही काम गर्छौँ होइन गाइस यहाँ केटाहरू छन् टिका तिम्रो कानको झुम्का तिम्रो सिङ्गर दाजु गाइदिनु हो तपाईँको स्वर यहाँ फेरि एस्थेटिक भयो एउटा यहाँ एस्थेटिक पोजमा जहिले पनि थ्याङ्क्स अनि यहाँ एउटा यहाँ कल्टु भन्ने मान्छे छ एउटा खाना मात्र आएको यो अनि उहाँ हाम्रो अजय ज्यू उमेश ज्यू छ जेन मलिकको फ्यान अनि एउटा यहाँ बाबु कपाल काटेर हिरो भएको छ बाबु टोपी खोल्दे हामीले चाहिँ अहिले मासु पकाएर ल्याइहाल्यौँ होइन यसले चुलो बाल्दैछ अनि यताहरू सब केटाहरू छन् भिडियो गर्दैछन् हामीसँग पानी भनेको यति मात्र छ एक क्रेट त किनेदिउँ केटाहरूले खाएर सघाइदिएछन् होइन यति हो भएको भनेको अनि यहाँ गिलासहरू छ त्यति हो सबैजना मोबाइलमा व्यस्त छन् यता पाकिँदैछ मासु होइन बेसार सेसार हाल्दैछन् केटाहरूले बिजोक छ एउटा केटी मान्छे हुनुपर्छ कि एउटा पकाउने तिमीहरू फेरि केटी मान्छे ल्याएपछि फेरि बत्तु हुन्छ नि दोकान छ सो गाइस यहाँ चाहिँ बिर्जेले पकाउँदैछ यहाँ मासु यहाँ बिर्जेस यहाँ बसिरहेछ अनि केटाहरू यहाँ छन् यहाँ सबैजना गाइस त्यहाँ मूत्र विसर्जन चलिरहेछ मकै बारीमा छिरेर हामी अहिले चाहिँ रानीवनको गेटमा छौँ होइन जाउँ केटाहरू जाउँ